Hey guys, welcome back to my YouTube channel. तपाईलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ आजको नयाँ भ्लगमा हैन अनि सेवारो सबैजनालाई अनि आजको भ्लग चाहिँ कुन चाहिँ कन्टेन्टमा हुन्छ भन्दाखेरि चाहिँ बाइ द टाइटल र थम्बनेलबाट चाहिँ तपाईले थाहा पाइसक्नु भयो होला अफ कोर्स हैन अनि या अब आफ्टर 4 months फाइनली म चाहिँ घर जाँदैछु साथीहरु कति चाहिँ एक्साइटेड छु आई एम टु एक्साइटेड टु गो होम सो अन्त के भन्नु अरु अब मेरो भ्लगले हेर्दै गर्नु होला हैन त्यो भ्लग त अब जर्नीको भ्लग हुन्छ अब जर्नी चाहिँ निकै लामो नै हुन्छ के साथीहरु अब जस्तो म अहिले निकै टाढो नै छु नि त अन्त त्यही भएर जर्नीको भ्लग चाहिँ लामो हुनेछ अनि आई थिंक सो मेरो भ्लग चाहिँ एकैचोटि आउँदैन पार्ट 1 पार्ट 2 गरेर आउन सक्छ सो गाइस मेरो भ्लग चाहिँ अन्त्यसम्म हेर्दिनु होला साथ दिनु होला सपोर्ट गर्नु होला धेरै माया दिनु होला है अगाडि हेर्दै गर्नु होला अनि मेरो सबै सामानहरु चाहिँ रेडी भइसकेको छ साथीहरु आउँदाखेरि चाहिँ यो ट्रली यो ब्याग र यो ट्रली थियो हैन फेरि आएर यहाँनिर थपेको छ यो तिनटा चाहिँ मेरो सामान अन्त यहाँनिर चाहिँ ल्यापटपको ब्याग यहाँनिर छ साइड ब्याग हैन सामानहरु चाहिँ यति नै हो अहिले यो रुम चाहिँ एकदम खाली खाली भइरहेछ के साथीहरु एकदम खाली खाली कोही बात छैन यो ठाउँलाई चाहिँ मिस गर्ने छु हैन सो त्यही हो साथीहरु अब अगाडि हेर्दै गर्नु होला के कस्तो हुन्छ भ्लग हैन अन्त लास्टसम्म नि हेर्दिनु होला भनेर हेर्दिन्छ होला भन्ने आशा गरेको छु अन्त जति सक्दो भ्लग चाहिँ अब राम्रो नै बनाउने कोसिस गर्छु हैन अनि ज्यादा ज्यादा सर्ट क्लिपहरु पनि गर्ने छु म मेरो चाहिँ के प्रब्लम हुन्छ फोन स्टोरेज फुल भइदिन्छ के साथीहरु दिक्कतै त्यही छ अब नयाँ फोन किन्नुपर्छ जल्दी जल्दी किन्नुपर्छ तर तपाईले सपोर्ट गर्नुस् माया दिनुपर्छ हैन त्यहाँ चाहिँ कोही फोन किनेर चाहिँ मजाले भ्लग बनाउने छु कोही बात छैन अहिले पनि यो फोनले काम चलाउँदै गर्नुपर्छ हैन साथै जे छ त्यसमा खुसी हुनुपर्छ सो अब अगाडि हेर्दै गर्नु होला के कस्तो हुन्छ हैन सो अहिलेसम्म भेटौँ अब चाहिँ म रुमबाट निस्केको साथीहरु हो अन्त आधी सामानहरु चाहिँ तल लगिसकेको छ अन्त आधी चाहिँ मैले यहाँनिर बोकिरहेको छु अन्त यहाँनिर छ हाम्रो शशि सर कौन है कोई नहीं व्लॉगिंग है तो कोई क्या बोलना है आपको कुछ बोलना है नहीं क्या बोलना है कुछ नहीं बोलना आप है हम लोग को जा छोड़ रहे के जा हैं रहे हैं हाँ बताइए कितना अफसोस की बात है दुख लग रहा है बहुत दुख है। हम लोगों को भी दुख तो लग रहा है ना जाने का तो मन नहीं था कोई बात नहीं फिर जाना तो पड़ेगा अपना घर है हाँ, तो जाना पड़ेगा क्या ठिकै छ साथीहरु म एकछिन नभएछु तल गएर तल मुनि गएर चाहिँ म भ्लग कन्टिन्यू गर्छु हामी चाहिँ यहाँनिर निस्केको हैन तल आइराको स्कुलको त्यहाँ मुनिपट्टि अन्त हाम्रो चाहिँ सामान यहाँनिर यताबडी छलपिस्तै छ हैन हामी जाने चाहिँ 3 जना हो हामी 3 जना हैन तर सामान चाहिँ तपाईले देखिहाल्नु भयो यहाँनिर पिछाडी यति बिग्न छ अन्त अहिले चाहिँ आउँदैछ हाम्रो अटो लिनको लागि स्कुलमै हाँ 6 बजे से 6:20 का हाँ तो अहिले हामी जाँदैछौँ यहाँनिर हामी जाने चाहिँ ओ हैन अन्त बहिनी चाहिँ यहीँ बस्छ मजाले बस्नु बाई ओइ साथी मजाले बस्न मेरो भ्लगमा लास्ट अब यो पनि यो र अलिसा बहिनी आज लास्ट भ्लगमा अटो आइसक्यो हैन अब हामी चाहिँ सामान हाल्नुपर्छ 2टा अटो पहिला ट्रलीहरु हाल्नुपर्छ ओइ ट्रलीहरु लैजाऊ न सामान लाग्छ ल साथीहरु म एकछिनमा कन्टिन्यू गर्छु सो साथीहरु अहिले चाहिँ हामी जाँदैछौँ हैन सामान यस्तो यहाँ पछाडीभरि यहाँभरि छ यो हो पाप भएर चाहिँ सामानतिर त बहुत धुलो हुन्छ होला है बाटो त सो गाइज म अहिले एकैचोटि बस स्ट्यान्डमा गएर भेट्छु बाई बाई अहिले त्यस्तो भिडियो कालन भइरहेको छु तर पनि सुट गर्दैछु हैन अब एकैचोटि बस स्ट्यान्डमा गएर भेटौँ पुगेर पनि बसिरहेको छु हैन यहाँ चाहिँ म एक्लै छु 2 जनाको चाहिँ यतापट्टि छ हो अनि भर्खर हामीलाई सरहरू पुऱ्याउनु आएको थियो हैन बिचारा माया लाग्यो के गर्नु त्यस्तो हुन्छ छोडेर जानुपर्छ अब हामी यहीँ बस्छु भनेर सोच्नु भएन है काम गर्न आएपछि त्यस्तो हुँदो रहेछ सो गाइस अहिले चाहिँ हामी यहाँबाट निस्कियो हैन म अब बिचमा भिडियो बनाउँदै गर्छु हेर्दै गर्नु होला साथीहरु यहाँनिर चाहिँ नि सिट यस्तो अनकम्फर्टेबल रहेछ कि मेरो चाहिँ यसो गर्दै चाहिँ यही भोटिनु पर्दैछ यहाँनिर सामानहरु यहाँनिर अब यसरी ढेसिरहेको तयारको ओइ
भ्लग हो। मर्निङ सबैजनालाई फेरि पनि तपाईँलाई सेवारो छ। आज चाहिँ नेक्स्ट डे हो होइन। दाजु मिस यहाँ हेर न, आमा अँध्यारोमा केही देख्दैन रहेछ। कालो न कालो गाइस हेर्दै गर्नु होला। यस्तै छ, लाइटै छैन दिएको होइन। 5 बजिसक्यो। अहिले चाहिँ हामी रुम खोज्दैछौँ, रुमै पाएको छैन। खबर हेर्नु गएको थियो पनि अब यहाँ सामानसँग बिचोक भइरहेछ, अनुहार देखाउँदैन अरे। गुड मर्निङ त भन उता फर्केर। रुम पायो होइन। अन्त यहाँनिर सामानहरू यतातिर छलबिस्तै छ हो, यता पुगेतिर। सो अहिले चाहिँ हामी डकुमेन्ट सबमिट गर्दैछौँ, 2 जना गइरहेको छ। अन्त अब अगाडि हेर्दै गर्नुहोस् भिडियो के कस्तो हुन्छ। बुझाइस्? अहिले चाहिँ हामी रेस्ट गरिरहेको छौँ होइन। यहाँ चाहिँ म एक्लै छु, यहाँ 2 जना हाई भन। अब चाहिँ अहिले चाहिँ हामी रेस्ट गरिरहेको छौँ होइन। अन्त अब एकछिनमा फ्रेस हुन्छ, त्यसपछि म भ्लगलाई कन्टिन्यू गर्छु। गर्नु होला मेरो भ्लग। हामी चाहिँ यस्तो छिटो आइपुग्यो, 5 बजी आइपुग्यौँ होइन। अन्त त्यस्तो छिटो आइपुग्छ भने सोचेको पनि थिएन आयो। 5 बजी आइपुगेर 8 बजीतिर आइपुग्छ मलाई भनेर सोचिरहेको थियो, तर केही पनि छैन। अहिले चाहिँ हामी भर्खर गफ गरेर चियाहरू खाएर बसेको। म त चिया खाएको भ्लग गरौँ भनेको बिर्सेछु त्यतिकै। अन्त अब चाहिँ हामी चाहिँ गफ गरेर बसेको। अहिले चाहिँ मिस नुहाउनु गइरहेछ, फ्रेस हुनु। अन्त त्यसपछि चाहिँ म जान्छु, नुहाइ त गर्छु होइन। सो अहिले चाहिँ म कन्टिन्यू गर्छु म। सो गाइस हामी चाहिँ रेडी भइसकेर अरे फ्रेस भएर चाहिँ होइन एटिएम जाँदैछ दोकानतिर हो। हामी 2 जना, लादेन मिस चाहिँ फ्रेस हुँदैछ, 2 जना चाहिँ निस्किँदैछ यहाँबाट। तर अब एक प्रकारले शान्ति लागिरहेछ है घर आउँदाखेरि। अघि हामी फर्स्ट 5 बजी आउँदाखेरि चाहिँ यताबाट जाउँ न, यताबाट हामी 5 बजी आउँदाखेरि चाहिँ केही थिएन, सबै बन्द थियो यतापट्टि। अहिले चाहिँ सबै दोकानहरू नि खोल्दैछ हो। त्यही भएर पो मच्छर र उयो मैला गनाएको रहेछ त है। अहिले चाहिँ गरम भएको छैन कि नहेर, अहिले दिउँसो पो गरम हुन्छ होला त पाप। सो गाइस आमा मेरो बुढो कस्तो राम्रै भएछ ल। अहिले चाहिँ हल्का घाम लागिरहेछ हो, त्यस्तो गरम छैन। अब एकछिनमा चाहिँ पुरा गरम त रन्किन्छ होला यता। डरलाग्दो। हामी बसेको चाहिँ पर कति बिल्डिङ हो। अहिले चाहिँ हामी एटिएम जाँदैछौँ। साथीहरू ब्रेकफास्ट पनि गरेको छैन, चिया मात्रै खाएर बसेको। अब हेर्दै गर्नु होला अगाडि के हुन्छ, म सबै देखाउँदै गर्छु तपाईँहरूलाई। साथीहरू हामी चाहिँ गल्ली बिर्सेर खोज्दा भयो है, पुरा गल्ली पस्यो। आज चाहिँ आधी घन्टा भयो हामी गल्ली पसेको बल्ल बल्ल। गुगल म्याप गरिन्जेल बनायो यार आज सिलगढीमा पनि है। यहाँनिर सिलगढीमा गुगल म्याप गरिन्जेल भयो। यहाँनिर खाजा चाहिँ हुँदो रहेछ त, खाजा यहाँ गाडीको पछाडि। हामी बस्ने चाहिँ यहाँ हो, यहाँ हुन्छ दादा होइन सोध्ने होइन, अघि त्यो दादाले भन्दै थियो यार। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यो गुगल म्याप गरेर। गुगल म्याप नगरेको भए त हामी हराउँथ्यो कि। है ल ए गुगल म्याप गरिन्जेल बनायो आज। किन ए ओ खाजामा त परोठा र चिकन माछा मात्रै छ अरे त। म त मासु खाँदिनँ।
और 1000 निकाले मैं थिएँ ना स्कुटीमा टोटोमा नमानेर तिको दिन के टोटोमा आउँछ भन् त हालिदिन्छु ल टोटो भाडाको आयो झन् म यहाँ के गरिसक्यो यहाँ भुइँको केस टिपेर फालेर यो खिड्की खोलेर फ्यान अन ठुलो गरेर धुवा सब फालिसक्यो यिनीहरू त आउनै छैन हो मलाई त्यस्तै लाग्दै थियो नि बाटो बिर्स्यो कि गल्ली पुरा गल्ली भएर कन्फ्युज भएको ल होइन कहाँ चाहिँ यहाँ होइन है त्यो उयसमा बोध गएमा त्यो एउटा नानी दिएको ए साथीहरू आजको मेरो पार्ट 1 ब्लग चाहिँ यति मात्रै हुन्छ होइन अब नेक्स्ट पार्ट 2 ब्लग पनि आउँदैछ तपाईँले त्यो पनि हेरिदिनु होला आजको ब्लग चाहिँ यति मात्रै हो बाई बाई